भिजिट भिजा टु इम्प्लोइमेन्ट लगाउँदै हुनुहुन्छ अथवा क्यान्सलेसन लिएर चाहिँ अर्को कम्पनीमा तपाईँले भिजा लगाउँदै हुनुहुन्छ भने चाहिँ एकदमै महत्त्वपूर्ण अपडेट रहेको छ है त। हालै दुबई गभर्मेन्टले जारी गरेको नीति अनुसार तपाईँले चाहिँ दुबईको पुलिस क्लियरेन्स सर्टिफिकेट बनाएर तपाईँले भिजिट टु इम्प्लोइमेन्ट अथवा क्यान्सलेसन लिएर अर्को कम्पनीमा पनि तपाईँले चेन्ज गर्न पाउनुहुन्थ्यो भने हाल दुबई गभर्मेन्टले जारी गरेको नीति अनुसार चाहिँ तपाईँले चाहिँ जुन पुलिस रिपोर्ट दुबईको बनाउनु हुन्थ्यो त्यसले चाहिँ तपाईँले अर्को कम्पनीको भिजा चाहिँ लगाउन सक्नुहुन्न। अहिले चाहिँ एकदम लेटेस्ट अपडेट आएको छ। अर्को कम्पनीको भिजा लगाउनु पर्दा तपाईँले अब नेपालको छाया सेन्टरबाट जुन पुलिस क्लियरेन्स सर्टिफिकेट युएई एम्बेसीमा एटेस्टेसन गर्नुहुने थियो तपाईँले चाहिँ त्यही एटेस्टेसनले मात्र तपाईँको भिजा अर्को चेन्ज हुनेछ है त। हाल जारी गरेको जुन नीति छ त्यस अनुसार चाहिँ एटेस्टेसन नम्बरको पनि रिक्वायर्ड रहेको छ। जुन एटेस्टेसन नम्बर चाहिँ तपाईँले युएई एम्बेसीबाट जुन हाम्रो नेपालको छाया सेन्टरबाट गर्नुहुने थियो त्यसबाट मात्रै पाउनुहुनेछ, जुन कि दुबईमा आइसकेपछि दुबईको पुलिस क्लियरेन्स सर्टिफिकेटमा तपाईँले पाउनुहुन्न। यसले गर्दा चाहिँ नेपालीहरूको चाहिँ लेबर अप्रुभल नआएर चाहिँ भिजा नआउने समस्याहरू भइरहेको छ। धेरैजनाको पुलिस क्लियरेन्स सर्टिफिकेटको अवधिहरू पनि सकिरहेको छ। यो खण्डमा के गर्ने भनेर धेरैजनाले मलाई प्रश्न गर्नुभएको थियो। मैले चाहिँ उहाँहरूलाई एकदम वान अन वानली बेस्ट अप्सन भनेको चाहिँ छिटोभन्दा छिटो नेपालको पुलिस क्लियरेन्स सर्टिफिकेट युएई अटेस्टेसन चाहिँ छाया सेन्टरबाट गर्ने भनेर उहाँहरूले सुझाव दिएको छु। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू तपाईँ भिजिटमा हुनुहुन्छ, क्यान्सलेसनमा हुनुहुन्छ भने चाहिँ तपाईँको अर्को कम्पनी भिजा लगाउँदै हुनुहुन्छ भने चाहिँ अब बेस्ट अप्सन भनेको नेपालको पुलिस क्लियरेन्स सर्टिफिकेट छाया सेन्टरबाट चाहिँ तपाईँले अटेस्टेसन गरिहाल्नु होला। धन्यवाद।